पहिलो है गाइज हामी यसो झन्डा पार्क गएको तारकेश्वर गाउँपालिकाको झन्डा पार्क गएको बाटो त लास्टै खत्तम रहेछ। यस्तो बाटो छ हेर्नुहोस्, सबै गाह्रो छ। तपाईँहरू पनि आउनुहुन्छ भने यो आउनुहोस्, तर अलिक बाटो चाहिँ डेन्जर छ है। झन्डा पार्क धेरै राम्रो रहेछ। त्यहाँबाट काठमाडौँ यस्तो राम्रो भ्यू देख्न पाउँछ, तपाईँहरूले पाउनुहुन्छ। हेर्नुहोस् बाटो जग्गा हालत चाहिँ यस्तो छ। बाटोमा स्कुटरहरू नचढेर यसरी राखेर हिँडेर जानुभएको छ। हेर्नुहोस् गाइज हामी चाहिँ यसो 3-4 जना मिलेर घुम्न आएको। हाम्रो साथीहरू यहाँ अगाडितिर जाँदैछ, हामी चाहिँ यहाँ बिस्तारै आउँदैछु, बिस्तारै झर्दैछु तलतिर। बाटो यस्तो डेन्जर हेर्नुहोस् है। तपाईँहरू पनि आउनुहुन्छ भने बाटोको हालत यस्तो छ, अनि सतर्क रूपमा आउनुहोस्। गाह्रो छ यस्तो। हामी चाहिँ 2 जना, 2टा बाइकमा 4 जना आएको। हेर्नुहोस् बिस्तारै 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 गाह्रो छ यस्तो बाटोमा। त्यसमाथि बलुवा रहेछ, बाटो पनि बलुवा, धेरै बलुवा भएको बाटो रहेछ। बाटोहरू के अरे त्यो बाटोमा बाइकहरू त्यसरी राखेको छ। बाटो रहेछन् बाइकहरू यसरी नचढेर नसक्नेहरूले यहीँनिर पार्किङ गरेर हिँडेर जानुभएको छ। उहाँहरू आइरहनु भएको छ। मोबाइल में तेरे समझ यार तेरी क्या थी कार हुआ यार सेदार लासम लीला सेदा बल्ला डेम्बरी भाई बल्ला डेम्बरी क्या लाभ दे यम काठमाडौँ हेर्न चाहिँ रमाइलो रहेछ। यहाँबाट काठमाडौँ चाहिँ बबाल देख्ने रहेछ, पुरा भ्यू छ। अझै आधी बाटो आइपुग्यो होइन। यहाँतिर झन् ढुङ्गाहरू छैन, यहाँ तलतिर त लास्टै ढुङ्गाहरू रहेछ। हाम्रो केटाहरू त्यहाँनिर पुगिरहेको छ है। आगे बना गया यार छप्पा जाए दिया ट्रक बाइक बजी खतों से मुझे ट्रक बाइक सबभन्दा बिग्रेको बाटो भने यहाँतिर ढुङ्गा ढुङ्गा छोयो है छोयो, हाम्रो बाइक छोयो केटा।